हेलो साथीहरू, नमस्ते। म बिन्दा गुरुङ पोखराबाट। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। हजुरहरूलाई कस्तो लाग्छ हेरेर लाइक कमेन्ट गर्नुहोला। अनि हामी चाहिँ आज साथीहरू मिलेर चाहिँ रानीवन हाइकिङ जान लागेको। हामी बिनु साथी हो चाहिँ, अनि बसन्ती साथी, अनि भूमिका बहिनी, अनि अर्को चाहिँ भूमिका बहिनी, बिनु साथी चाहिँ चट्ट परेर कपाल मिलाएर होइन। अब यहाँबाट चाहिँ हामी हिँड्न सुरु गऱ्यौँ। यो पुललाई चाहिँ के हो भन्छ हौ, मैले बिर्सेँ। यहाँबाट नि कस्तो राम्रो देखिने रहेछ कि त्यो। अब खोलाको भ्यू कि अब म देखाउँछु हेर्नु न, कति राम्रो देखिन्छ। अब म चाहिँ सेकेन्ड टाइम हो रानीवन चाहिँ। अहिले चाहिँ राम्रो देखेको हेर्नु, यो पुलबाट कस्तो राम्रो देखेछ क्या, एस्थेटिक टाइपको होइन। अनि हामी चाहिँ पुरा रेडी भएर जाँदैछौँ। हाम्रो रानीवनको यात्रा सुरु भएको छ साथीहरू। अब त्यहाँ साउन्ड छ, साउन्ड हाल्यो भने गीत बजिरहेको छ अनि कविले हाल्छ। अब यत्तिकै हेर्नु होला। क्रिस्टा गाना सुनिरह क्रिस्टा। यहाँबाट चाहिँ गाइज होइन, यत्तिको भ्यू चाहिँ देखिन्छ है हात्तीम चाहिँ अलिअलि कता कता। ए कान्छ हो। झर्नी नि फुला तिम्रा आँखामै उभिरहन्छ, म माया मार्दिन, तिमीलाई छाड्दिन, माया मार्दिन। फाइनली साथीहरू हामी यहाँ आइपुग्यौँ डेस्टिनेसनमा। यहाँबाट चाहिँ यस्तो देखिन्छ है। अनि यो चाहिँ बासुन्धारा पार्क हो। ठ्याक्क पहाडी चाहिँ पानी पर्यो गाइस, पानी पर्यो। हामी यसरी फर्किँदैछौँ। यहाँ फेरि यस्तो छ बाटो, यसरी जानुपर्छ। बाटो चिप्लो पनि छ। ल हामी फर्किँदैछौँ। पानी परेर हैरान भएको छ, नदेखिँदैछ। यो मौसममा चाहिँ कतै जान पनि गाह्रो, हिँड्न पनि गाह्रो। किन भन्छ भने पानी परेर हैरान। आज झन् शीतलो दिन छ भनेर हाइकिङ आएको साथीहरू यस्तो भयो। न पुगेर फर्किँदा परेको पानी।
नत्र भने कति रुजिन्थ्यो होला होइन त। बाटो चिप्लो हो फेरि, त्यही माथि अर्को तनाव। साथीहरू वहाँ पुगिसक्यो। म चाहिँ बिस्तारै सोलो। ल साथीहरू, मेरो यो भ्लग चाहिँ अब इन्डिङ पोइन्टमा आइपुगेको छ। हजुरहरूलाई कस्तो लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला कस्तो लाग्यो भनेर चाहिँ होइन। अनि तपाईँहरू पनि जानु होला रानीवन। सर्ट हाइकिङ हो यो भनेको चाहिँ। टाइम पास हुन्छ घरमा बसेर, यत्तिकै बोर हुनु भन्दाखेरि चाहिँ यत्तिको रमाइलो चाहिँ हुन्छ होइन। धेरै लामो छैन। मलाई चाहिँ यो भ्यू चाहिँ एकदम मन परेको कि, त्यही भएर लास्टमा राख्दैछु। ल त साथीहरू, आजको लागि यति नै। बाई। अर्कोचोटि भ्लग आउनेछ नयाँ। त्यतिखेरसम्म मस्त रहनुहोला, स्वस्थ रहनुहोला।